के छ दिना म्याम, सन्चै हुनुहुन्छ? सन्चै छु सर। सो मैले तपाईँलाई अगाडिको भिडियोमा के भनेको थिएँ? इटालीमा यो फेसिलिटी छ, यति स्टाइपेन्ड दिइरहेछ होइन, र स्कलरसिप छ, फ्री एजुकेसन छ होइन। तर अझै पनि तपाईँ कन्फ्युजमा बस्नु भएको छ। के छ, कन्फ्युजन के भइरहेछ हजुरलाई? अब इटाली जाने सोच त उम्, भयो है। उम्, अब कुन सिटी जाने, कुन उम्, युनिभर्सिटी चुज गर्ने त, कुन कोर्स? अँ, अब म्यानेजमेन्ट पढेको स्टुडेन्टले त साइन्समा जान मिल्छ मिल्दैन, उम्, साइन्सकोले म्यानेजमेन्टमा जान मिल्छ मिल्दैन, उम्। त्यो चाहिँ भनिदिनु नि। यस्तो छ हजुरले, अब साइन्स पढ्नु भएको छ होइन, या म्यानेजमेन्ट पढ्नु भएको छ, म्यानेजमेन्टबाट हजुर साइन्समा जानुहुन्छ र साइन्सबाट म्यानेजमेन्टमा जानुहुन्छ। पहिलो कुरा है, तपाईँ म्यानेजमेन्ट स्टुडेन्ट साइन्समा जानुहुन्छ भने चाहिँ अलमोस्ट तपाईँले प्रब्लम चाहिँ हुन्छ, नआउने होइन। किनभने तपाईँले प्रोपर एक्सप्लेन गर्नुपर्छ। कि त साइन्सबाट म्यानेजमेन्ट जानु छ, त्यहाँ पनि त्यही नै हो, हजुरले एक्सप्लेन गर्न सक्नुपर्छ। अब युनिभर्सिटीले अफर लेटर दिइरहेछ, इनरोलमेन्टहरू सबै दिइरहेछ भने काम के त, अब इन्टरभ्यूमा गएर हजुरले मजाले एक्सप्लेन गर्नुपर्छ। मेरो यो इन्ट्रेस्ट थियो, मैले यो कारणले पढेको, अब मलाई यो पढ्न चाहिँ मन छ, प्रोपरली हजुरले एक्सप्लेन गर्नुभयो भने चाहिँ भिजा चाहिँ आउँछ, नआउने होइन। रहेको कुरा अब युनिभर्सिटी, अब जस्तै हजुरले युनिभर्सिटी हेरी छ। अब आइएल्स एप्लाई विथ आइएल्सबाट एप्लाई गर्ने कि विदाउट आइएल्सबाट एप्लाई गर्ने, त्यो कुराहरू पनि हेर्नुपर्ने हुन्छ। लाइक अब युनिभर्सिटी अफ मेसिना जुन छ, रिसेन्टली अहिले खुलेको, अब कुरा रिसेन्ट खुलेकै गरौँ न त होइन। अब युनिभर्सिटी अफ मेसिनाले चाहिँ एप्लिकेसन चाहिँ खोलिसकेको छ। अब तपाईँले एप्लाई गर्नुहुन्छ त्यसमा। अब क्राइटेरिया के छ भनेपछि त्यसमा चाहिँ आइएल्स रिक्वायर गरेको छ, तर समहाउ कोर्सको लागि चाहिँ विदाउट आइएल्स पनि छ। हजुरले चाहिँ यदि अब म्यानेजमेन्टको कोर्समा जानुहुन्छ भने चाहिँ अफर लेटर नदिने होइन, दिनुहुन्छ हजुरले अफर लेटर, तर हजुरले चाहिँ एक्सप्लेन गर्नु पर्यो। र रहेको सिटी मेसिना सिटीमै छ, मेसिना सिटीकै नाम हो। हजुरले त्यहाँ गएर चाहिँ मजाले कामहरूको पनि व्यवस्था मजाको छ। हजुरले स्टोरमा गएर काम गर्न सक्नुहुन्छ, डेलिभरी काम गर्न सक्नुहुन्छ होइन। यो कुराहरू पनि गरेर हजुरले महिनाको भनौँ न त्यही हो, योभन्दा अगाडि भिडियो मैले भनेकै थिएँ, 1-1.5 लाख रुपियाँ सेम नै कुरा हो, त्यही नै हो। तर हजुरले चिन्ता लिनु पर्दैन। यदि मैले अफर लेटर हजुरको निकाल्न सकेँ, मजाले एप्लिकेसन राम्रोसँग हाल्न सकेँ, मजाले त्यो कुराहरू गर्न सकेँ भने चाहिँ हजुरले चाहिँ अब इन्टरभ्यूको तयारी चाहिँ गर्नुपर्ने हुन्छ। मेन नै त्यही हो, इन्टरभ्यू हो। इन्टरभ्यूमा हजुरले गर्नुभयो राम्रो, भिजा आउँछ। इफ गर्नु भएन राम्रो, भिजा आउँदैन, फ्याक्ट कुरा हो। अब हाम्रो हातमा पनि हुँदैन भिजा, मेरो हातमा भएको म हजुरलाई दिइदिन्थेँ भिजा। अरू केही छ? अब इन्टरभ्यू त भयो, हामी हाम्रो उता पनि गयौँ, उता गएर हामीले जब गर्दाखेरि त ल्याङ्ग्वेज प्रब्लम त आउँछ होला नि सर। ल्याङ्ग्वेजको त त्यो चाहिँ के छ त? यस्तो हो, अब युरोप गइसकेपछि अब इटालियन ल्याङ्ग्वेज त हजुर इटाली गइरहनु भएको छ भने अब हजुरको भिजा आइसकेपछि त अब 2-3 महिना त हजुरलाई दुःख हुन्छ, नआउने होइन। अब मैले नै भन्ने कुरा भन्दाखेरि चाहिँ हजुरले अब 2-3 महिनाको पैसा बोकेर जानुपर्छ म्याम, फ्याक्ट कुरा। किनभने अब जब पाउने नपाउने भनेर अब हरेक जुनसुकै ठाउँमा बस्नु, काठमाडौँमै म बसिरहेको छु होइन, हजुर पनि काठमाडौँ बस्दै हुनुहुन्छ, जब पाउन काठमाडौँमा सजिलो छ? छैन नि त। अभियसली हामी आफ्नै नेपाल कन्ट्रीमा जब पाउन यति स्ट्रगल गर्छौँ भने हामीले इटाली गइसकेपछि त्यहाँ पनि त अलिक स्ट्रगल नै गर्नुपर्छ, खोज्नु पर्यो, धाउनु पर्यो, त्यसपछि त पाउने हो नि त खास गरी जब पनि, होइन र? अब जब पनि पायौँ, अब हामीले इङ्ग्लिस चाहिँ त हुन्न होला सबैमा। यस्तो हो, अब ल्याङ्ग्वेज त प्रब्लम आउँछ, ल्याङ्ग्वेज नि के छ कस्तो, अगाडि सिक्ने नसिक्ने त्यो कुनै छ छैन? यस्तो हो, अब हजुरले जानुभन्दा अगाडि इटाली नै जान्छु प्रिपेयर गर्नुभएको छ, माइन्ड सेट क्लियर गर्नुभएको छ भने चाहिँ तपाईँले के गर्नु भन्दाखेरि चाहिँ अब डिफ्रेन्ट एपहरू हुन्छ, प्ले स्टोरमा गएर एपहरू हेर्नु, सिम्पल कुराहरू सिक्नु, हाई हेलो, जब कसरी पाउने, त्यो कुराहरू हेर्नु, कसरी बोल्ने, 1-2वटा कुराहरू सिकेर जानु होला। त्यहाँ गएर सजिलो त भयो नि त एटलिस्ट, तर 1-2 महिनाको पैसा त हजुरसँग हुन्छ नि त धाउनको लागि। तर 1-2 महिना भनेको अब त्यही इन्भाइरोमेन्टमा बसिसकेपछि त अभियसली सुन्दा सुन्दा त बोल्ने हो नि त, हामी पनि त बच्चामा सुन्दा सुन्दा त बोल्न थालेको नि त खास गरी होइन। त्यही नै हो, हजुरले सुन्दा सुन्दा बोल्न थाल्नुहुन्छ, बोल्न थालेपछि त्यस्तो केही प्रब्लम हुँदैन। इटाली भनेको अहिलेको लागि चाहिँ बेस्ट नै हो 2026को लागि चाहिँ। एप्लिकेसनहरू चाहिँ अहिले खुलिसकेको छ होइन। अरू कोही साथीहरू छ भने प्रिफर गर्दा हुन्छ वेलकम एजुकेसन सर्भिसेसमा। हुन्छ हुन्छ सर, अब म नेक्स्ट डे आउँछु नि त। ए हुन्छ, मजाले हुन्छ हुन्छ, म हजुरलाई राखेर यसरी यसरी एप्लाई हुन्छ, म हजुरलाई त्यो पनि सिकाइदिउँला। यसरी एप्लाई भयो हजुरको, हजुर हेर्नुहोस्, हजुरलाई बसाएर म एप्लाई गर्छु, हेर्नु एटलिस्ट हजुरले त हेर्न सक्नुभयो नि त यसरी एप्लाई हुन्छ भनेर है। ल अझै केही छ? छैन, ल थ्याङ्क यू, वेलकम।